मार्फत भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी र सोबासीका समस्याहरू समाधान गर्नको लागि निरन्तर पहल गर्यौं र हजारौं सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण पनि त्यो क्रममा गरियो। हामी अगाडि बढ्दै थियौं, तर प्रतिक्रियावादी यथास्थितिवादी र अवसरवादीहरूको षड्यन्त्र मैले अघि नै भने त्यसलाई पूरा हुन दिएको छैन र म तमाम किसान सुकुम्बासी सोबासी अव्यवस्थित बसोबासी सबैलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, आउनुहोस् एकचोटि फेरि हामी एक भएर यो देशको व्यथितिको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र जनतालाई फेरि थप अधिकार सम्पन्न गर्ने लडाईँमा अगाडि बढौं। मैले लडाईँको शब्द प्रयोग गर्दा मैले भूमिगत भन्न खोजेको होइन, मैले हतियार उठाउने कुरा गरेको होइन। हामीले सडकबाट, सदनबाट र सरकारका 3टा मोर्चाबाट लडाईँ अगाडि बढाउँदा हामी जित्छौं भन्ने विश्वासको साथ एउटा भिजन लिएर म जनताको अगाडि उपस्थित भएको छु र म त्यो अपिल गर्न चाहन्छु।